माननीय सदस्यहरू, प्रतिनिधि सभाको आजको बैठकको कारबाही प्रारम्भ हुन्छ। के का लागि उठ्नु भएको छ माननीय सदस्यहरू? माननीय सदस्यहरू, आज सबै दलका नेताहरूले बोल्ने कार्यक्रम छ, त्यसकारणले माननीय सदस्यहरू बसिदिनुहोस्। आज शून्य समय सुरुवात गरौँ, त्यसपछि सबै दलका शीर्ष नेताहरूले बोल्ने भएको हुनाले उहाँको कुराहरू सुनौँ। के विषयमा यहाँले के विषय चाहिँ के हो आज राख्न खोज्नुभयो माननीय सदस्यले? मलाई यहाँले जानकारी गराउनु भएको छैन। आकस्मिक विषय हो भने मलाई जानकारी गराइदिनु भएको भए मैले थाहा पाउँथेँ। अब के विषयमा यहाँले बोल्न खोज्दै हुनुहुन्छ मलाई विषय नै थाहा छैन। मान्य बासना थापालाई 1 मिनेटको समय उपलब्ध गराउँछु। त्यसमा के हो आफ्नो विषय त्यो राख्नुहोला। सम्माननीय सभामुख महोदय, नेपाली काङ्ग्रेस संसदीय दलको तर्फबाट म केही महत्त्वपूर्ण विषयमा सम्माननीय सभामुख ज्यू मार्फत सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमा सायद बिरलै देखिने दृश्य हिजो हामीले देख्यौँ। सम्माननीय राष्ट्रपतिज्यूबाट सरकारकै नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा सम्माननीय प्रधानमन्त्रीज्यू सदनबाट बाहिरिनु यो केवल एउटा सामान्य दृश्य होइन, यो संवैधानिक संस्कार, संसदीय परम्परा, राज्यको उत्तरदायित्व र सरकारको गम्भीरता हो भन्ने हामीलाई लागिरहेछ। त्यसैले म सरकारलाई आग्रह गर्न चाहन्छु, यस विषयमा तत्काल स्पष्ट जवाफ दियोस्, संवैधानिक पदको सम्मान गरियोस्, संसदीय परम्परालाई कमजोर नबनाइयोस् र भविष्यमा यस्ता घटनाको पुनरावृत्ति नहोस्। लोकतन्त्रमा पदभन्दा ठुलो कुरा पदभन्दा मर्यादा हो भन्ने र मर्यादाभन्दा ठुलो कुरा जनविश्वास हो भन्ने कुरामा ध्यान जाओस्। प्रतिपक्ष दलको तर्फबाट सम्मान्य सभामुख महोदय मार्फत सम्मान्य प्रधानमन्त्रीको ज्यूको जवाफको माग गर्दछु। धन्यवाद। जय नेपाल। मान्य सदस्यहरू, अब शून्य समयको कार्यक्रम प्रारम्भ हुन्छ। शून्य समयमा बोल्न चाहनुहुने मान्य सदस्यहरूको लागि 1 मिनेटको समय निर्धारण गरिएको छ। सर्वप्रथम मान्य सदस्य बलावती शर्मा। सम्माननीय सभामुख महोदय, वर्गीकरण नगरी वर्षौँसम्म बसोबास गरेका सुकुम्बासीहरूको घर टहराहरू डोजर आतङ्क मच्चाई भत्काइएका छन्। घर भत्काउँदा गरिब निमुखा जनताको मन पनि भत्केको छ। के झन्डै 2/3 सरकारले उत्पीडित भूमिहीनको उठीबास मात्र लगाउने हो कि उचित व्यवस्थापन गर्ने हो? म सरकार समक्ष प्रश्न गर्न चाहन्छु। लोकतन्त्र भनेको बाई द पिपुल, फर द पिपुल, अफ द पिपुल हो। तर यहाँ त के रुल अफ विल भइरहेको छ र रुल अफ ल भइरहेको हो? शक्ति पृथकीकरणको सिद्धान्तलाई तिलञ्जली दिएर सरकारले न्यायालयलाई आफ्नो मुठीमा राखी न्याय कब्जा गर्न खोजेको हो? म सरकारलाई प्रश्न गर्न चाहन्छु। धन्यवाद। मान्य सदस्य विश्वराज पोखरेल। सम्माननीय सभामुख महोदय, ओखलढुङ्गा जिल्लाको विभिन्न गाउँ बस्तीमा विद्युतका नाङ्गो तारहरूको कारण आम नागरिकहरूमा ठुलो त्रास उत्पन्न भएको छ। 2082 मङ्सिर 8 गते किजिदेमा गाउँपालिका 2 का अमरबहादुर तामाङको रुखमा घाँस काट्ने क्रममा नाङ्गो तारबाट करेन्ट लागेर दुःखद निधन भयो। त्यसै गरी 83 चैत्र 30 गते चिसुङगढी गाउँपालिका दियालीकी रत्नमाया श्रेष्ठको प्रसारण लाइनको नाङ्गो तारबाट करेन्ट लागेर गम्भीर घाइते हुनुको साथै उनको हात काटिएको छ। यही वैशाख 6 गते सिद्धिचरण नगरपालिका वितलपका भूपराज राईको घर निर्माणकै क्रममा प्रसारण लाइनको नाङ्गो तारमा परि घाइते हुनुभएको छ। यी त प्रतिनिधिमूलक घटना मात्र हुन्। यस्ता जोखिमपूर्ण अवस्था
जिल्लाभर फैलिएको छ। तर दुःखको कुरा यति गम्भीर दुर्घटना हुँदा समेत मृतक परिवारले हालसम्म उचित क्षतिपूर्ति पाउन सकेको छैन भने घाइतेहरूको उपचार समेत प्राप्त हुन सकेको छैन। त्यसैले म सम्माननीय सभामुख मार्फत नेपाल सरकार मान्य सदस्य बुद्धरत्न महर्जन। आज मलाई यस गरिमामय सदनमा पुरै बोल्ने मौका प्रदान गरिदिने हुने ललितपुर क्षेत्र नम्बर 1 का सम्पूर्ण भगवान रूपी मतदातालाई विशेष धन्यवाद प्रदान गर्न चाहन्छु। हेलडारदेखि चापागाउँसम्मको 62.2 किलोमिटर सडक स्तर उन्नतिको लागि यसै सदन मार्फत विशेष ध्यान आकर्षण गराउन चाहन्छु। चुनावी प्रचार प्रसारमा देखेका ती कलिला भाइ बहिनीको आँखामा छाएको अन्यल, युवा जमातमा छाएको परिवर्तनको हुटुटी र सम्पूर्ण जनमानसमा देखेका उत्साह तथा नयाँ पार्टीप्रतिको आशालाई शिरोधार्य गर्ने प्रतिबद्धता समेत यसै सदन मार्फत गराउन चाहन्छु। अबको दिनमा पनि हामीले परिवर्तनको लागि आफ्नो जीवन आहुति गर्नुभएका शहीदहरूको बलिदानको कदर गर्न सक्दैनौँ। हामीले जनमतको कदर र जनताको परिवर्तनको सपना पुरा गर्न सक्दैनौँ भने हामी देशको विकासको खोक्रो नारा बोकेर आगामी दिनसम्म जनतासम्म जानु लज्जास्पद हुनेछ। त्यसैले प्रत्येक नेपाली नागरिकका जनादेशलाई शिरोधार्य गरेर हातोमाल गर्दै अगाडि निर्माणमा बढाउन हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद। मान्य